हजुर हाम्रो कार्यालयमा त भिड हुन्छ ल त्यहाँ त तान्दैन होला नि हेलो गाइस आज हामी कहाँ जाँदैछौँ भने चाहिँ ममिरामा चाहिँ हाम्रो जग्गाको नक्साको चाहिँ तिरो तिर्नलाई चाहिँ जाँदैछु साथीहरू वडा कार्यालय बिहानको मौसम हेर्नुहोस् एकदम चिसो छ तोरीहरू हरियाली फुलिरहेको छ भने अङ्कलले सफारी लिएर आइसक्नु भएको छ अब चाहिँ हामी सफारी चढेर चाहिँ टक्क जाने हो साथीहरू हाम्रो चाहिँ वडाले चाहिँ अस्ति नै 2082-83को चाहिँ तिरो तिर्नुपर्ने भनेर चाहिँ उर्दी जारी गरिसकेको थियो त्यसैले चाहिँ म र मम्मी चाहिँ तिरो तिर्नको लागि चाहिँ अङ्कलको सफारीमा चाहिँ वडा कार्यालय जाँदैछौँ साथीहरू अहिले चाहिँ वडामा चाहिँ तिरो तिर्नेको भिड हुने भएको कारणले गर्दा चाहिँ म र मम्मी चाहिँ बिहानै लाग्यौँ त्यसमाथि पनि बाटोहरू चाहिँ सबै अफरोड मात्रै छ हाम्रोतिर चाहिँ हाम्रो एरियामा चाहिँ अब सरकारको ध्यान कहिले जाने हो यो बाटो नि कहिले यो बाटो बनाएर चाहिँ सरर हिँड्नु पाउने हो साथीहरू थाहा छैन विदेशी रेमिटेन्सबाट हुन्छ कि जति बेला पाए त्यति बेला चाहिँ कर उठाएर हुन्छ जसरी भए पनि हाम्रो देश चाहिँ नेताहरूले दुःख सुख चलाइरहेको छ विकास नभए पनि साथीहरू अहिले चाहिँ हामी स्कुलको छेउ आइपुगिसकेका छौँ साथीहरू स्टुडेन्टहरू आएर चाहिँ बसिरहेको छ बाहिर यो चाहिँ हाम्रो घर अगाडि रहेको सरकारी विद्यालय हो महेन्द्र मावि हामी चाहिँ स्कुलबाट पनि अगाडि बढिसकेका छौँ अब धेरै बेर त लाग्दैन साथीहरू अब अफरोडको कारणले गर्दाखेरि चाहिँ अलिक टाइम लाग्छ हाम्रो चाहिँ अर्को बाटो मर्मत गर्दै रहेछ पिच गर्नको लागि चाहिँ सबै सोलिङहरू गरेर चाहिँ माटोहरू बिछाएर चाहिँ ढलहरू नालीहरू चाहिँ बनाउँदै रहेछ अब चाहिँ साथीहरू हाम्रो चाहिँ वडा कार्यालय जानलाई चाहिँ धेरै बेर टाइम लाग्दैन अब यहीँ नजिकै हो वडा कार्यालय चाहिँ हामी चाहिँ साथीहरू वडा कार्यालय जानुभन्दा पनि पहिला चाहिँ हाम्रो त्यो कागजपत्रहरूको चाहिँ फोटोकपीहरू फाइलहरू बनाउनु पर्ने हुने भएको कारणले तिरोहरू पनि तिर्नुपर्ने भएको कारणले गर्दा चाहिँ हामी चाहिँ पहिला साइबरतिर चाहिँ लाग्यौँ साथीहरू वडा कार्यालयमा बिहानै मान्छेहरू चाहिँ पुरा लाइन लागिरहेको छ बिहान साथीहरू सबैजना चाहिँ आएर चाँडै लाइनमा बसिसक्नु भएको छ यहाँ चाहिँ हाम्रो काम ढिलो हुने भएकोले चाहिँ हामी चाहिँ अर्को वडामा गएर चाहिँ तिरोहरू तिर्ने फोटोकपीहरू गर्ने काम चाहिँ हामीले गऱ्यौँ हामीले चाहिँ तिरोहरू तिर्नेदेखिको लिएर फाइलहरू बनाउने काम चाहिँ सबै सकिसकेका छौँ अब यहाँ चाहिँ हाम्रो वडा कार्यालयमा चाहिँ फाइल बुझाउनु पर्ने हुन्छ मम्मीले चाहिँ फाइल बुझाउनु हुन्छ हामीले साथीहरू फाइल बुझाएर चाहिँ फोटोकपी गरेको पैसाहरू चाहिँ बुझाएर चाहिँ हामी चाहिँ घरतिर लाग्ने साथीहरू